दर्शक बिनदेखि हामी टिचिङमा छौँ र यहाँ देख्न सक्नुहुनेछ जो जेनजे आन्दोलनमा ज्यान गुमाएका युवाहरूको आज पशुपति आर्यघाटमा दाह संस्कार हुँदैछ र उहाँहरूको यो शव यात्रा गर्न लागि छ टिचिङ हस्पिटलबाट। यतिखेर उनीहरूलाई यहाँ देख्न सक्नुहुनेछ शव यात्राका लागि यहाँ यसरी तयार हुँदैछ। यहाँ ललितपुर महानगरपालिकाले पनि पठाएको छ यो गाडी। यसै गरी देख्न सक्नुहुनेछ लामा धेरै शवहरूलाई आज यहाँबाट यसरी लगिँदैछ जो जेनजे आन्दोलनमा आफ्नो ज्यान बलिदान दिएका थिए। यहाँ देख्न सक्नुहुनेछ यतिखेर हामी टिचिङमा छौँ। टिचिङ हस्पिटलबाट उहाँहरूलाई पशुपति लगिँदैछ अन्तिम उहाँहरूको दाह संस्कारको लागि। यो टिचिङ अस्पताल महाराजगञ्जमा छौँ। यहाँ देख्न सक्नुहुनेछ वीर गति प्राप्त गरेका युवाहरूलाई यतिखेर पशुपति लाने तयारी गरिरहेको छ। भ्रष्टाचार व्यक्ति विरुद्धको आन्दोलनमा शहीद हुनुभएका ती वीर शहीदहरूलाई, ती योद्धाहरूलाई आज पशुपति लगेर अन्तिम दाह संस्कार गरिरहेछ। यतिखेरको यो दृश्य टिचिङ हस्पिटल अगाडिको दृश्य हो। यो यात्रा पशुपतिसम्मको रहनेछ, यहाँको शव यात्रा हुनेछ र यहाँ उहाँहरूलाई भेट्नका लागि, परिवारलाई भेट्नका लागि मन्त्रीज्यूको पनि यहाँ आगमन हुँदैछ भन्ने कुरा छ।